गाइज अब हामी यो यहाँ देख्नुभएको छ होइन, बोर्डहरू देख्नुभएको छ। यहाँबाट हामी दाहिनेतिर गयौँ भने चाहिँ इको भिलेज चाहिँ जान्छौँ हामी, र बायाँतर्फ लाग्यो भने चाहिँ हामी गण्डकी टावरतिर चाहिँ जान्छौँ। तर हामी चाहिँ गण्डकी टावरतिर जान लागेका छौँ। अब पछि अब फर्केर आउँदाखेरि चाहिँ इको भिलेजतिर चाहिँ जान पर्ला भनेर पहिला चाहिँ गण्डकी टावर हेरौँ न त कस्तो रहेछ भनेर हामी गण्डकी टावरतिर चाहिँ जान लाग्छौँ। धेरै टाढा छैन, थोरै हो, नजिकै हो। यहाँबाट लगभग 150 मिटर जति होला सायद, त्यति छ। तर यो बाटो कच्ची बाटो छ एक, यो अब अलि रमणीय ठाउँ भएर नि होला बाटो कच्ची भएको। तर फाइनल्ली गाइज हामी चाहिँ गण्डकी टावर आइपुग्यौँ है। यो गण्डकी टावरको गेट देख्नु सक्नुहुन्छ हजुरहरूले। भित्र दृश्यहरू रमणीय नै देखिएको छ। यता पार्किङ गाडी पार्किङहरू यता रहेको छ। यहाँ माछाको चित्र पनि एकदम अलि राम्रो नै देखिँदो रहेछ। यहाँ चाहिँ बाइक पार्किङहरू साथीहरू अगाडि आइसकेको छ। र गण्डकी ट्राउट फार्म चाहिँ राम्रो देखिएको छ साथीहरू। गाईजी गण्डकी ट्राउटको चाहिँ स्पेसल विशेष, गण्डकी ट्राउटको विशेषता नै यही हो भनौँ। अब यसलाई टेस्ट गर्दाखेरि झन् मैंने फाइनली गाइज हामी चाहिँ गण्डकी ट्राउटबाट अब गण्डकी ट्राउटको माछा स्पेसल माछा खाएर फर्किन लागेको। माछा चाहिँ यस्तो स्पेसल कि त्यो अब पुरै नगरौँ क्या। अब त्यो भनिएर उस गर्न भन्दा पनि एकचोटि आएर भिजिट गरेर होइन, टेस्ट गरेर चाहिँ हजुरहरूले प्रतिक्रिया दिनु होला। एकदमै क्या त्यो अब खै कसरी अब वर्णन गरौँ क्या त्यो माछाको टेस्ट क्या।